यो अनलाइन बिजनेसको जति पनि हाइप आइरहेछ नि कुराहरू यो देख्दाखेरि चाहिँ म आफैले एकदमै वाट इज ह्यापनिङ भइरहेछ क्या है। अनि मैले जति पनि न्युजहरू यो हेरेको छु नि होइन, अनि र प्लस मैले अब यो 5 वर्ष मैले जति बिजनेस यो अनलाइन मैले आफ्नो डिजिटल बिजनेस, म यसलाई अनलाइन बिजनेस भन्दिनँ, म यसलाई डिजिटल बिजनेस भन्छु। त मैले गरिरहेको जुन चाहिँ यसलाई इट्स अ डिजिटल बिजनेस। यो डिजिटल बिजनेसको फर्मेटमा चाहिँ मैले जति पनि मान्छेहरू मैले पाएको छु होइन, मैले जति पनि मान्छेहरू मसँग बिजनेसको इन्क्वायरी गर्न आउनु भएको छ, अनि म यस्तो मान्छेसँग ठोकिएको छु कि जो मान्छेहरूले मलाई भन्नुभएको छ कि अनलाइन बिजनेसमा मैले 60-70 लाख रुपियाँ फसाएको छु भन्ने मान्छे पनि मैले भेटेको छु है। म आफैले कुरा गरेको छु, मैले आफैले उनीहरूको कुरा बुझेको छु, मैले आफैले उनीहरूसँग मैले वार्तालाप गरेको छु। कसरी फस्नुभयो, के गर्नुभयो, तपाईँले कहाँ लगेर पैसा हाल्नुभयो, किन यत्रो पैसा हाल्नुभयो, यत्रो पैसा हाल्नुन्जेलसम्म तपाईँले के सोच्नु भएको थियो, तपाईँको दिमागमा के आएको थियो। मान्छेले हुन्छ नि, अब मेरो बिजनेसमा मान्छेलाई बिजनेसको पहिला फर्मेट बुझ्ने हो, जुन चाहिँ $149, त्यो पनि रिफन्डेबल एमाउन्ट हो। त्यो तपाईँले त्यो कुरा बुझ्नको लागि हो भन्दाखेरि सुद्धा मान्छेहरू हिचकिचाउनुहुन्छ नि। अनि म चाहिँ त्यो मान्छेहरूसँग गएर ठोकिन्छु क्या। 60-70 लाख रुपियाँ चाहिँ मान्छेहरूले अनलाइन बिजनेसमा चाहिँ गुमाएरे भनेको सुन्दाखेरि म आफैले ओ माई गड भन्छु क्या म है। अब आई फिल सो सरी फर देम, बट आई क्यान डु नथिङ होइन, आई क्यान डु नथिङ। सो यसमा चाहिँ मैले के भन्न चाहन्छु भने अहिले जति पनि अनलाइन बिजनेसको बारेमा चाहिँ मार्केटमा जति पनि कुराहरू आइरहेको छ है, जति पनि मान्छेको कुरा सुन्दाखेरि नि त्यो मान्छेलाई नै एउटा ड्याम दिनु जस्तो रिस उठ्ने खालको कुरा सुनिन्छ क्या त्यहाँ। त्यो पैसा लस गर्ने मान्छेको कुरा सुन्दाखेरि पनि किन थाहा छ, किन भन्दाखेरि त्यो पैसा लस गर्ने मान्छे जो छ, त्यो पैसा लस गर्ने मान्छेले के को आधारमा कसलाई पैसा दिएको, कसलाई दिएको पैसा, अनि किन दिएको पैसा, किन दिएको, वाइ। कतिले भनेको छ ऋण गरेर पैसा दिएको रे, मैले ऋण माग्यो अरे, धुरु रोएको छ। किन दिएको थाहा छ तिमीहरूले पैसा, किन दिएको भने तिमीहरूलाई चाहिँ के भनेर त्यहाँ भनेको थियो भने नि, तिमीहरूले आज यो पैसा यहाँ लगेर यसको ब्याङ्कमा हाल्यौ भने तिमीहरूलाई भोलि यसको 3 टाइम्स 4 टाइम्स 10 टाइम्स बढी पैसा आउँछ भनेर चाहिँ तिमीहरूले लगेर हालेको हो क्या पैसा है। तिमीहरूलाई नि यदि तिमीहरूले यो पैसा हाल्यौ भने तिमीहरूले काम गर्नुपर्छ, दुःख गर्नुपर्छ, दुःख गरेपछि मात्र पैसा हुन्छ तिमीहरूलाई भनेर तिमीहरूले पैसा लगाएर हाल्थेनौ क्या। किनभने तिमीहरूलाई के हुन्थ्यो त्यो दिमागमा, दुःख गर्नुपर्छ है, काम गर्नुपर्छ, बिजनेस चलाउनलाई काम पनि गर्नुपर्छ भनेर कसैले भनिदिएको भए नि तिमीहरूले त्यो पैसा लगेर हाल्ने थिएन क्या। दिस इज वेयर यु हेभ अ ल्याक अफ अन्डरस्ट्यान्डिङ फर अनलाइन बिजनेस भन्छु म चाहिँ है त। 5 वर्षको अवधिमा मैले जति पनि मान्छेहरू भेटेँ, जति पनि एभ्री सिङ्गल पर्सन हेभ अ सेम सिचुएसन। यसले मलाई यति पैसा हाल भन्यो अनि मैले लगेर हालेँ, बिकज त्यति पैसा हाले बापत त्यसको डबल टेबल भएर यस्तो मलाई त रिस उठ्छ क्या। कसरी आउँछ कि डबल टेबल पैसा, माई गुडनेस। मलाई त हुन्छ नि त्यो अगाडि भेट्यो भने त्यस्तो मान्छेहरूलाई त म त कुरा नबुझ्यो हो नि त, कुरा बुझ्नु पऱ्यो नि त। कस्तो हुन्छ नि बिजनेस भनेको, कस्तो हुन्छ भने नि बिजनेस कन्ट्र्याक्ट पेपर साइन हुन्छ बिजनेसमा, कम्पनी हुन्छ, प्रोडक्ट हुन्छ, 21, 22, 25 पेजको यति लामो कन्ट्र्याक्ट पेपर साइन गर्नुपर्छ क्या तिमीहरूले। त्यो पढेर त्यसलाई भन्छ बिजनेस। पैसा कहाँ गएको छ भनेर ट्याक्क एउटा इन्टायर कम्पनी तिमीहरूलाई त्यहाँ अगाडि हुनु पर्यो। यो भोलि गएर यो अनलाइन बिजनेस ठप्प बन्द भयो भने म कहाँ गएर ढोका ढकढकाउने भन्ने ठाउँ हुनु पर्यो। मैले कसको ढोका गएर ढकढकाउने, यो मान्छे थ्रु होइन, मान्छे होइन, मान्छे बाटामा जाने होइन। अनलाइन बिजनेस भने मान्छेले गर्ने बिजनेस होइन। यु निड टु फाइन्ड द कम्पनी टु डु द बिजनेस if you're looking for trustable business.
यत्तिकै मान्छेहरूले यस्तो रे उस्तो रे कुरा बुझौँ न पहिला कुरा बुझौँ क्या छ्या आजकलको जमानामा त अलिअलि पढे लेखे त सबैजना छ त भाइ हामी यस्तो पढे नलेखा मान्छे त चाहिँ यस्तो कुराहरू बुझ्नु पऱ्यो भने 10 चोटि सोध्छौँ यति पढे लेखा मान्छे त सबैजना छ त सबैजनालाई थाहा छ त यार कतिसम्मको कुन लेभलसम्म गएर कुरा बुझ्ने भनेर क्या गुगलमा गयो भने सबै देखाउँछ गुगलले च्याट जिपिटीमा आफ्नो ल्याङ्ग्वेजमा यस्तो भनिदिए त भने सबै भनिदिन्छ क्या च्याट जिपिटीले आफूलाई थाहा छैन भने सोध्ने छ्या मलाई त कस्तो दुःख लाग्छ क्या कहिले कहिले त वाट बिजनेसको बारेमा कुरा पनि गर्नु मन लाग्दैन है यस्तो कुराहरू सुन्दाखेरि चाहिँ क्या आई फिल सो सरी फर देम हु हेभ लस्ट द एमाउन्ट होइन कति कुराहरू सुनेछ हामीले अनि यस्तो बिजनेसहरूले यस्तो खालको बिजनेसहरूले अनि यस्तो खालको मान्छेहरूले गर्दाखेरि चाहिँ अनि हामीले चलाइरहेको बिजनेसलाई पनि इम्प्याक्ट पार्ने कारण चाहिँ त्यो हो क्या है तर जुन बिजनेस हामीले चलाएको छौँ त्यसमा कम्पनी इन्भल्भ छ त्यसमा प्रोडक्ट इन्भल्भ छ त्यसमा सारा संसारका मान्छे इन्भल्भ छन् क्या है सो कुरा बुझ्नुहोस् पहिला द फर्स्ट स्टेप यु निड टु डु इज एक्सप्लोर अन्डरस्ट्यान्ड डिग डाउन खोताल्नुहोस् जति आफूले सक्नुहुन्छ त्यति इन्फर्मेसन खोताल्नुहोस् कसैले भनेको भरमा कसैको ब्याङ्कमा लगेर डिपोजिट गर्ने कसैले भनेको भरमा कसैलाई लगेर पैसा दिने ओ माई गड आई फिल सो सरी मैले जुन त्यो घटना सुने त्यो बिजनेसको बारेमा नथिङ वी क्यान डु है त्यस्तो मान्छेहरू पनि हुन्छन् हो मैले भनेको एभ्री सिङ्गल टाइम मैले त्यही नै कुराहरू बुझाउनु खोजिरहेको हुन्छु होइन मान्छेहरूले चाहिँ मसँग पैसा छैन मलाई इन्भेस्ट गर्ने पैसै छैन म बिजनेस गर्ने भनेर भन्नुहुन्छ क्या अनि पैसा छैन यो कारणले छैन कि जब कि उहाँहरूलाई चाहिँ थाहा हुन्छ कि यो बिजनेसमा चाहिँ काम गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भएपछि उनीहरूसँग पैसा हुँदैन यदि हामीले पनि त्यही फर्मेटको बिजनेस उनीहरूलाई अप्लाई गऱ्यौँ भने होइन नि काम गर्नु पर्दैन नि टक्रक्क सुत्ने उपरखुट्टी लाउने ल्यापटपको कम्प्युटरको अगाडि बस्ने पैसा चाहिँ बराबर झर्छ यहाँ यस्तो खालको हुन्छ है यो चाहिँ नि रातारात नै यहाँ यस्तो हुनेवाला छ भन्यो भने चाहिँ उनीहरूसँग पैसा हुन्छ ऋण गरेर आउने कि सुन बेच्ने कि घर बेच्ने कि जग्गा बेच्ने देन दे स्टार्ट डुइङ द्याट थिङ हाम्रो बिजनेसमा त मैले 2 वर्षसम्म नसुतिकन रातभरि काम गरेको छु दिस इज वाट आई डु इन माई डिजिटल बिजनेस दिस इज वाइ आई एम सक्सेसफुली रनिङ दिस बिजनेस इन माई 50 years स्टार्टिङको पोइन्टमा द्याट्स हाउ यु निड टु वर्क थ्याङ्क यू सो मच यदि हजुरहरूलाई पनि बिजनेसको बारेमा मोर इन्फर्मेसन चाहिन्छ भने डेफिनेटली लेट मी नो है थ्याङ्क यू